कुनै पेसेन्ट मैले एकपटक चाहिँ ओपीडीमा हेर्दाखेरि के भएको रहेछ भने उहाँलाई चाहिँ धेरै नै सास फेर्न गाह्रो भयो। यस्तो गरेर सास फेर्दा यस्तो लाग्छ कि अब के होला कसो, तर चाहिँ हामीले चेक गर्दाखेरि चाहिँ पेसेन्टको चाहिँ पुरै चाहिँ जाँचहरू चाहिँ सबै नर्मल छ, स्याचुरेसन ठिक छ, मुटुको चाल पनि ठिक छ, सबै कुरा ठिक छ। यसको उपचार मनोवैज्ञानिक तरिकाले चाहिँ गर्नुपर्छ। अभिभावक र पेसेन्टलाई सबैलाई बसाएर चाहिँ उनीहरूलाई चाहिँ यो काडा खालको रोग होइन, यो काडा खालको समस्या होइन, यो हामीले चाहिँ उहाँले चाहिँ काउन्सिलिङ गर्नुपर्छ। र जस्तै धेरैले के गर्छ भने यसलाई त हिस्टेरिया लाग्यो, छिट्टै बिहे गरिदिएपछि यसलाई चाहिँ राम्रो हुन्छ, तर होइन, बिहे गरिदिएपछि चाहिँ उसलाई चाहिँ अझै समस्या चाहिँ थुपार्दै जान्छ। त्यही भएर चाहिँ बिहे गर्ने नै सल्भ होइन, उसलाई काउन्सिलिङ चाहिन्छ। र कहाँ यसको स्ट्रेस पार्ट हो, त्यो स्ट्रेस पार्टलाई चाहिँ थाहा गरेर चाहिँ त्यो स्ट्रेस पार्टलाई यदि सल्भ गर्यो भने राम्रो हुन्छ। यो मास हिस्टेरिया हेरेको होला कि धेरै स्कुलहरू छ, पहाडको स्कुलहरूमा मैले चाहिँ आर्टिकलहरू हेर्दाखेरि, पोस्टहरू, काठमाडौँ पोस्टहरू हेर्दाखेरि चाहिँ स्कुलमा एउटा विद्यार्थीले हुँदाखेरि चाहिँ सबै विद्यार्थीहरू चाहिँ देवी देवता चढे जस्तो गर्ने र सबै गर्ने, पछि चाहिँ साइकेट्रिस्टलाई देखाउँदाखेरि चाहिँ उहाँले चाहिँ काउन्सिलिङ गर्नुभयो यो कन्भर्जन डिसअर्डर हो भनेर, र चाहिँ उहाँलाई चाहिँ यो मनोवैज्ञानिक तरिकाले चाहिँ उपचार गर्दाखेरि राम्रो हो। यसलाई चाहिँ उपचार चाहिँदैन, यसको लागि कुनै मेडिसिन छैन, यसको लागि जस्ट काउन्सिलिङ गर्ने, र काउन्सिलिङ गरेपछि चाहिँ तपाईलाई चाहिँ निको हुन्छ। धन्यवाद।